यो चाहिँ हिमालबाट आएको है। यहाँनिर डरलाग्दो खाँदा चाहिँ अचार हेर्नु नि, अर्ग्यानिक अचार है। डल्लै खाइदिँदैछ। आम्मा खतरा हो, मान्छे खतरा हो। रिस डरलाग्दो थाम्छ है यो भाइले चाहिँ। आम्मा म चाहिँ भएको केटाहरू चाहिँ खोर्सानी यति डरलाग्दो खान्छ मोमो हुन्छ। यहाँ नै बटाए त्यो पनि जनवरी खोर्सानी खाएर रिस उठ्दैन नि, अनुहार मात्रै रातो हुन्छ। हेर्नु त आम्मा के हड्डीमा छ त त्यो बोले खाने खोर्सानी खाएर चाहिँ अनुहार मात्रै रातो हुन्छ, रिस त उठ्दैन कि एकदम। आम्मा टप टप भन्यो केटाहरू यस्तो खतरा खतरा छ। आम्मा प्रोटिन पाक्दैछ। यो चाहिँ प्याजी। आम्मा खतरा प्याजी म खाने हिमालबाट आएको। आम्मा ड्युटी गरेर कि खतरा जे पनि खाइदिन्छ। ढुङ्गामा भएको लेउ पनि खाइदिन्छ। अचारसँग यति खतरा छ है यो मान्छे चाहिँ, मान्नुपर्छ भाइ।